साथीहरु वेलकम छ मेरो युट्युब ब्लगमा हैन। आज मैले बाटोमा हिँड्दै गर्दाखेरि यस्तो राम्रो फ्लावरहरु भेट्यो है। यस्तो राम्रो फ्लावर अनि त्यसपछि पानी अमला पनि हो यो। पानी अमलाको बोट अनि प्लस यो फूल हेर्नुहोस्। म बुके बनाउन गइरहेको छु गाउँघरमा। अनि यो चाहिँ ल्याउ त। अनि यो चाहिँ यो जुन फुलिरहेको छ नि सानसानो हो त्यसको बोट है। यो घरमा लगेर रोप्ने हो मैले। समाउन रोक्नु म पहिला बुके बनाएर अनि म त दिन्छु है त। मेरो बुके म फाइनल भएपछि देखाउँछु ल। गाउँघरमा नपाइने के छ होला भन्नु न। सबै चिज पाउँछ है गाउँघरमा। यस्तो राम्रो बुके अर्गानिक ओरिजिनल बुके बनाउन लागिरहेको छु म फाइनल लुक्स देखाउँछु है त। अनि म चाहिँ गाउँमा आएको मेरो मायालुलाई म बुके बनाएर पठाउँछु। एउटा फुल चाहिँ उदा छ हैन माथि टुप्पोमा छ के टिप्नै सक्दैन। त्यो चाहिँ कसरी टिप्ने होला। त्यहाँ चाहिँ म त्यहाँ पनि छ फुल हैन। रुगाले कस्तो सताएको छ साथीहरु हैन। त्यहाँ पनि छ एउटा फुल। त्यो फुल पनि म टिपेर यसमा एड गर्छु है। कस्तो देख्दो रहेछ कस्तो राम्रो लुक्स। फुलको फेरि मेरो लुक्स भने हैन है। फुलको लुक्स कस्तो राम्रो देखिरहेछ। अनि बुके बनाउँदै छु म। एउटा उता फ्लावर छ म तपाईहरुलाई देखाउँछु है। कस्तो राम्रो पिंकी पिंकी कलरमा कस्तो राम्रो फुलेको छ। तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा। मेरो मिनी ब्लगलाई सबैले लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। आमाउ न त्यो कसरी टिप्ने होला त। उ त्यो फुल एड गर्न पाएको भए कति राम्रो हुन्थ्यो। कसरी टिप्ने होला म टिप्ने कोसिस गर्छु है साथीहरु। मैले टिप्न सक्छु कि है त्यो फुललाई। Hello guys. टिपे हेलो साथीहरु मेरो फाइनल लुक्स मेरो बुकेको फाइनल लुक्स भयो हैन। अनि यो छ नि यो घाँसहरु हेर्नु त। यो घाँस मिसायो भने कस्तो राम्रो देख्दो रहेछ। हामीले घाँस भनेर फाल्छौ नि। यो घाँस हेर्नु। यो कति राम्रो छ। यो घाँस छ नि यसले झन् दामी लुक्स। कति राम्रो देखेछ। म त फोटो पनि एड गर्छु यसमा हैन। हेर्नु त। मेरो बुके फाइनल भयो। भोग्नु है साथीहरु। अब यो सयपत्री नि मिसाको है। सयपत्रीले त झन् कस्तो देख्छ। मेरो बुके सबैजनालाई बारीमा गएको थियौँ हामीहरू हैन। अनि बारीमा हामीले त्यो उहरू के भन्छ अरे कागतीहरू गोडमेल गरेर आएको। अनि जस्ट बुके नि बनाइदिए। बाटोमा फुलहरू भेटेको भएर है। बाटोमा फुलहरू भेटेको भएर बुके बनाएको साथीहरु। यो अमलाको पात चाहिँ अलि थोरै भयो कि अलि धेरै हुनुपर्ने है साथीहरुलाई। माथिको चाहिँ हाम्रो घर है। यो चाहिँ मैले बानिसकेँ है।
डोरी डोरी नपाएर कस्तो डोरीले बाँधेको छु। गाउँघरमा बसेर होइन कसले यस्तो बनाउनुहुन्छ बुके, कसले बुके एड गर्नुहुन्छ। बुके बनाउन सोख छ कसलाई, मैले चाहिँ यस्तो बनाउँछु।